एनसी स्टप स्विच कतवटा तीनटा कतवटा आएन कतवटा एनसी दुईटा आएन एउटा एनसी दुईटा आएन फरवर्ड आएन यसैबाट इनबाट गएर रिभर्स एनसी इन्टरलकिङ गर्दै फरवर्ड रिभर्समा जानु पर्यो यो कुन हो विथआउट होल्डिङ हैन त कन्ट्रोल हो नि इन्टरलक दियो भने विथआउट होल्डिङ विथ होल्डिङको अब यहाँ गयो यसलाई यहाँ जोडिदियो विथ होल्डिङ ठिक छ यसलाई नै यहाँ दिए नि भयो अब यहाँबाट ल्याए पनि भयो विथ होल्डिङ अब यसलाई इन्जिनियरिङ बनाउँदा आएर पऱ्यो एनसी स्टप होइन त्यहाँबाट एनोमा जानु पऱ्यो एनोमा यसरी राख्यो एउटै कुरो है त्यो भन्नु त्यो भन्नु फरवर्ड आएन भयो स्टार्टको यो रिभर्सको लागि फरवर्डबाट केमा आउनु पऱ्यो एनसी केमा रिभर्सको एनसी हुँदै फरवर्डबाट यो फरवर्ड स्विच हो भने रिभर्सको एनसी हुँदै फरवर्डको पालिमा भयो रिभर्सलाई के वान भन्नु है फरवर्ड भनेको के वान रिभर्स भनेको के टू मा अब यो के वानमा भयो के वान फरवर्ड यसको एनसी हुँदै फरवर्डको एनसी हुँदै वा के वान हुँदै के टू मा हुँदै यो विथआउट होल्डिङ इन्डिकेटर हुन्छ होल्डिङ अब यसमा होल्डिङ दियौँ भने अब यो होल्डिङ यहाँबाट लिने हो यो भनेको हामी फरवर्डमा दिन्छौँ भने यो होल्डिङ यहाँबाट लियो के को एनोमा जानु पऱ्यो फरवर्डकै एनोमा होइन यसको एनो फरवर्डकै यो फरवर्डको एनो भनेपछि फरवर्डकै एनो भनेपछि के वानको एनोमा जानु पऱ्यो अनि यसमा यो दियो यो इन्टरलकिङ होइन आउटमा दिनु अब रिभर्स भने रिभर्सकै एनोमा जानु पऱ्यो होल्डिङ दियो भने के टूमा अनि जानु पऱ्यो विथ होल्डिङको इन्डिकेटर ब्रेक राख्न सकिन्छ ब्रेकको के हिजोकै हो पहिलाकै हो ब्रेक राख्न अब ब्रेक राख्न के अब यहाँबाट यही होल्डिङ लाइन जाने हो नि पहिला त हामीले के गरेका छौँ भने फरवर्डको एनो होइन फरवर्डकै एनो यो फरवर्डकै एनो हो अनि रिभर्सको एनो यसलाई लुप गरेर माथिबाट यो गऱ्यो अनि यहाँबाट ब्रेकमा हान्यो त्यही त गर्न पऱ्यो अब यस्तो राख्नु सकिहाल्छ डाउन ब्रेक भने एनसी सिरिजमा आउनु डाउन ब्रेक बनाउनु इन्डिकेटर राख्ने भने यहाँबाट अन इन्डिकेटर राखिदिँदा हुन्छ फरवर्डको लागि अनि अर्को एनसी राखेर रिभर्स अफ इन्डिकेटर राख्दा हुन्छ चारवटा राख्ने भने होइन दुईवटा मात्र राख्ने हो त्यही हो त्यो इन्डिकेटरमा दिने अन इन्डिकेटर हो दुइटै आएर चाहियो लिमिट स्विच राख्ने भने माथि लिमिट स्विच राख्ने तर ब्रेकलाई चाहिँ माथिबाट लाइन दिनुपर्छ फेरि लिमिट स्विच राख्नु पर्छ लिमिटको इनबाट दिनु पऱ्यो लाइन है अहिले चाहिँ त्यहाँबाट दिँदा नि हुन्छ अहिले लिमिट स्विच छैन तर ब्रेक उस राख्दा माथिबाट स्टपको त्यो चाहिँ आउटबाटै दिनु मिल्यो लिमिट स्विचको इनबाट दिनु पऱ्यो जानु दिनु ब्रेक लाइन हुन्छ अहिले चाहिँ ब्रेक राख्ने भने यहीँबाट दिँदा हुन्छ ब्रेकमा जानु पऱ्यो ब्रेक कन्ट्याक्टरमा फरवर्ड र रिभर्सको भयो फरवर्डको यानो रिभर्सको यानो अब यदि हामी लिमिट स्विच अफ हुँदा त यसको लाइन काटिन्छ नि त तर डाउन ब्रेकमा अफ ब्रेकमा चाहिँ के हुनु फेरि कन्ट्याक्टर बन्द हुनु भने ब्रेक लाग्नु हो नि त डाउन ब्रेक लागि केही समस्या भएन तर यसमा अफ ब्रेक राख्नुभयो भने अफ ब्रेक राख्नुभयो यो पनि एनसी फरवर्डको एनसी रिभर्सको एनसी हुँदै अफ ब्रेक राख्नुभयो ए डाउन ब्रेक राख्नुभयो भनेपछि यहाँ लिमिट स्विच भन्दा लिमिट स्विच अफ गर्दा त यसको लाइन काटिन्छ नि होइन अन्त झन् फ्री फल हुन्छ झन् डिस्टेन्समा गएर लाग्यो झन् फ्री फल हुन्छ त्यही भएर यहीँ माथिबाट दिनु पर्ला त्यसलाई यो यहाँबाट दिनु पाइयो त्यसलाई यहाँबाट दिनु पर्छ पिएलसीको बनाउन सकिन्छ अब त्यसलाई नि छड्केर राख्दैन सकिहाल्यो त्यही इन्जिनियरिङ डायग्रामलाई छड्केर राख्नु त पिएलसीको यसरी सुताउनु त पिएलसीलाई छड्केर राख्नु अनि यहाँ यस्तो राख्ने यो आउटपुट त यस्तो हो नि यो फरवर्ड कन्ट्याक्टर हो यो रिभर्स कन्ट्याक्टर हो अनि यो भनेको ठाउँ यस्तो हुनु पऱ्यो एनो अनि यो भनेको ठाउँ पुस बटमको त पुस बटम नै छ यो पनि एनो हुनु पऱ्यो यो भनेको ठाउँ यस्तो हुनु पऱ्यो त्यसैलाई म इन्जिनियरिङलाई पिएलसी भने है यहाँबाट गयो एनसीवाला त मैले अहिले राखिनँ एनसी स्टपमा गयो भनेपछि एनो राख्नु पऱ्यो एनसी स्टप यस यहाँ छु म अहिले होइन यहाँबाट जानु पऱ्यो DI0 राखिदिएँ मैले ल यो स्टप हो अनि त्यसपछि एनोमा जानु पऱ्यो कतिवटा एनोमा दुईवटामा यो दुईवटामा गयो नि यहाँबाटै नि यता जानु पऱ्यो यहाँबाटै नि यता जानु पऱ्यो दुईतिरै इनबाटै गयो हो स्टप त आउटबाट दुईतिर गयो होइन यो स्टप त आउट हो नि दुईतिर भयो त्यसलाई मैले राखिदिएँ DI0 फरवर्ड DI0 युज भइसक्यो त्यही भएर DI1 DI2 रिभर्स अनि फरवर्डको एनोबाट कहाँ गयो इन्टरलकिङ हुँदै होइन रिभर्सको इन्टरलकिङ हुँदै गयो नि
अब फरवर्डलाई मैले एड्रेस दिन्छु DO00 DO1 भने यो कहाँबाट जानु पर्यो DO0 बाट DO1 हुँदै हैन त रिभर्सको इन्टरलकिङ हैन त हो यो जानु पर्यो फरवर्ड NC DO1 हुँदै रिभर्समा जानु पर्यो DO0 यो फरवर्डमा जानु पर्यो यो फरवर्ड हो सकियो काम यसलाई होल्डिङ दिनु पर्यो कुन कन्ट्र्याक्टरको एड्रेस हुनु पर्यो यहाँ DO0 नै हुनु पर्यो किनकि फरवर्डकै कन्ट्र्याक्टरको हो नि के इन्टरलक होल्डिङ हो नि त अनि कहाँ दिनु पर्यो यसको आउटमा यहाँ दिनु पर्यो हैन त इन्टरलकिङ भन्दा आउटमा देखाउँ त यहाँ देखाउँ नि त भनेको क्वाइलमा दिनु पर्यो यो त यसलाई क्वाइल भन्नु पाइन्छ A1 हो त हैन यो त A1 हो नि त्यो सबै A1 हो नि क्वाइलमा दिनु पर्यो भनेको त्यो आउटलाई लिएर गएर यसलाई हामीले यो तार हो भनेको यहाँ हो हेरियो भने यो तार हो त्यसरी क्वाइलमा देखाउँ नि त यहाँ त अब यसलाई रिभर्सको एनोबाट को आउटबाट फरवर्डको एनसी हुँदै क्वाइलमा आउनु पर्यो फरवर्डको एनसी भनेको कुन हो कुन राखेको थियो फरवर्डको DO0 हुँदै DO1 मा जानु रिभर्स होल्डिङ दिनु पर्यो यसमा एड्रेस के दिनु पर्यो DO1 सक्यो होल्डिङ दिएन भने विथआउट होल्डिङको लजिक भयो होल्डिङ दियो भने विथ होल्डिङको लजिक भयो त्यसैले नै यहाँ हेर कहाँ जानुपर्ने त्यही हेर्छ भइसक्यो अब ब्रेक थप्नलाई एनो लाग्यो भने त्यहाँ एनसी लिनु पर्यो ठ्याक्कै उल्टो हुन्छ नि हैन यदि हामीले यहाँ अब यसलाई एनो राख्यो भने त्यहाँ एनसी लिन पाइयो क्या DO2 DO3 राखियो DI 1 2 युज भइसक्यो होइन DI3 लिनु पर्यो यदि एनसी राख्यो भने वाइरिङमा के एनो हुनु पर्यो लिमिट स्विचकै एनो युज गर्नु पर्यो हैन यो लिमिट स्विच हो अब यो लोजिकमा त एउटै देखिन्छ हैन यो लिमिट स्विच भयो अर्को यो अपको लागि एउटा डाउनको लागि DI4 राखौँ यहाँबाट आउनु पर्यो DI4 भयो यो चाहिँ डाउनको लागि भयो लिमिट स्विच डाउन यो अब यदि यो लिमिट स्विच लाग्यो यानो हुन्छ नि त गएर छोइयो उसले गएर छोइयो भने त बन्द भयो नि त तपाईँ हैन अब यो नर्मल अवस्था आउँछ तर यो छोयो भने पनि बन्द भयो अब इनपुटको तार कतिवटा देखिने भयो इनपुट कतिवटा एड्रेस युज गरे हामीले 5 वटा हो दुईटा फरवर्ड रिभर्स अन एउटा स्टप एउटा अप र एउटा डाउन 5 वटा इनपुट हुन्छ वायरिङ गर्दा कसरी गर्नु पर्यो हे अब हामीले एनसी युज गरेर 10 भोल्ट लिनु पर्यो ठीक छ अनि एनसी स्टप भनेपछि यहाँ नै लिनु पर्यो यो कहाँ जानु पर्यो अब यो DI4 हो भने DI0 लेखौँ DI0 मा जानु पर्यो कुनको लागि भयो त्यो कुन स्विच हो स्टप स्विच भयो नि त DI0 मा देखाउनु नि त हैन अर्को फेरि 10 वटा S7 दिनु पर्यो अनि यो DI1 मा जानु पर्यो यहाँ 10 वोल्ट लिनु पर्यो अर्को एनो लिनु पर्यो लिमिट स्विचको एनो लिनु पर्यो अनि यो कहाँ जानु पर्यो DI3 मा फेरि अर्को लिमिट स्विच पनि एनो लिनु पर्यो अनि यो DI4 मा जानु पर्यो सबै यहाँ राख्नु रहेछ एनसी लेख्नु स्टप र लिमिट स्विचको चाहिँ किन उल्टो हुने भयो नि हामीले यहाँ गरेको प्लसमा गरेर स्टपको नि किन उल्टो भयो स्टप पनि त्यही हुनु भयो यदि हामीले स्टपलाई एनो राखिदियौँ भने यहाँ एनसी लिनु भन्छ कि बाबु वायरिङमा चाहिँ एनसी गर्नु पर्यो लिमिट स्विचको पनि त्यस्तै गर्नु त्यही हो सबै लोजिक पिएलसीमा नि त्यही हो खास हैन पिएलसीमै के हो भने तपाईँले यहाँ एनो राख्नु भने एनसी लिनु पर्यो हैन एनसीको केसमा हैन अनि एनो लिनु भयो भने एनसी लिनु पर्यो किनकि हामीले 0 आउँदा चल्ने भन्यो भने त 0 आउँदा 0 आउटपुट पिएलसीमा त 1 आउँदा 1 आउटपुट भनेको नि त हैन पिएलसीमा चल्नु पर्यो अब यो त यो बिटमा 0 आउँदा चल्ने भनेको यो बिटमा 0 आउँदा चल्ने भन्नलाई त यहाँ नै चाहियो अब यहाँ एनो राखियो भने त 1 आउँदा चल्ने भनेको एनसी नै चाहियो नि त सुरुमा 1 आउन हो त नठाउँदै 1 आउन त एनसी ब्रेक राख्नु पर्यो भने के गर्नु ब्रेक राख्नु पर्यो भने पनि त्यही भयो अझै एउटा भिडियो युज गर्नु पर्यो फेरि DI5 सम्म जानु पर्यो अनि यहाँबाट लिमिट स्विच थप्नु पर्यो हैन अब ब्रेक हो भने ओपन डोर हो भने एनसी राखिन्छ यहाँ राखिन्छ हैन क्लोज डोर हो भने के गर्नु पर्यो यहाँ पनि एनो युज गर्नु पर्यो यहाँ पनि एनो युज गर्नु पर्यो क्लोज डोर हो भने यदि क्लोज डोर हो भने एनो युज गर्नु पर्यो हैन अब यसले के भन्यो हाम्रो लोजिकले के भन्यो यो बिटमा DI45 लियो भने यो बिटमा एक आरसी बल्ल चलाइ भने नि त हैन
एकाउनु भनेको के हो? अब ढोकामा हामीले यो लिमिट स्विच राख्यौँ भने यो हामीले ढोकामा युज गरिरहेछौँ भने त्यसरी राख्यौँ ढोकाले भने मात्रै एनोल युज गर्यो भने एक आउँछ त त्यसमा होइन अनि चल्छ एनोल युज गर्नु पर्छ नत्र ढोका खोल्यो भने त फेरि 0 आएको नि चल्दैन होइन अब एनसी राखिदियो भने फेरि यो के हुन्छ यसबाट हामीले एनसी राखिदियौँ भने लिमिट स्विचमा डिआई 5 एनसी राखिदियो भने के भयो लिमिट स्विच वायरिङ गर्छ ढोका खोल्दाखेरि चल्छ बन्द गर्दाखेरि चल्दैन के त बन्द खोल्दाखेरि बल्ल 1 पाउँछ नि त एनसी युज गर्यो भने त खोल्दाखेरि यसले 1 पाउँछ 1 पाउनु भनेको यो अट्ठियो यहाँ आएन थियो नि त बल्ल चल्यो ढोका खोल्दा त यो ढोका खोल्दा त यसरी ढोका खोल्दा त एनसी एनसी नै भयो होइन ढोका लगाउँदा त यो त यहाँ भएन 0 पाएन यसले होइन लिमिट स्विच त यहाँ भयो नि त होइन हो 0 पायो 0 एनोले 0 पाउनु भने 0 नै एनो नै भयो बन्द भयो उल्टो हुन्छ क्या त्यही भएर अब यहाँ एनो छ भने एनो नै राख्यो भने के भयो 0 पाउँदा चल्ने यो बिटमा 0 आउँदा चल्ने भनेको नि त ए यो एनो राख्यो यहाँ पनि एनो आयो भने अब यो बिटमा 1 आउँदा चल्ने भने आउने अब लिमिट स्विच एनो लाग्यो ढोका लाउँदा 1 पाउने हुन्छ यसले एनसी हुँदैन ढोका लाउँदा होइन ढोका लाउँदा एनसी भयो अनि बल्ल चल्न थाल्छ यो ढोका खोल्यो भने त एनो एनो नि भयो नि यसले बन्द गरिदिन्छ नि यसले गर्दा बन्द हुन्छ अरू अठाए पनि यहाँ एनो राखेर यहाँ पनि एनो राख्छ अब क्लोज डोर हो भने के गर्नु पर्यो ए ओपन डोर भने के गर्नु पर्यो एनसी हो यहाँ एनसी राख्नु पर्यो यहाँ त एनो नै हो फेरि ढोका खोल्दाखेरि 1 पाउँछ नि त्यसले 1 पाउँदा चल्ने भने ढोका खोल्दा एनो नै राख्नु पर्यो एनो राखेर गर्छ ओपन डोर अब यसैमा अनइन्डिकेटर भनेको यो राखिदिँदा भयो यहाँ जिबिआर राखिदिने जिबिआर ल मानव 1 लियो भने यो अनइन्डिकेटर गरौँ नि यो आउटपुटमा जिबिआर 1 भने कहीँ छ कहीँ छैन नि त के भन्न खोजेको यसले भने यहाँबाट एउटा अनइन्डिकेटर भन्ने त छ नि त फरवर्ड अन होइन योबाट यो बिटबाट 2 तार लिएर गयो यो फरवर्ड अनमा पनि दिनु पर्यो कन्ट्याक्टरमा पनि दिनु पर्यो भन्न खोजेको के यस्तो गरियो होइन वायरिङ गरेर अब यसबाट फेरि एउटा लिने जिबिआर 2 यो पनि अन भयो रिभर्स अन रिभर्स इन्डिकेटर सक्यो किनकि यो चल्दाखेरि यो बल्ने कोइल हुन्छ त्यो सँगै चल्ने बटाएर चल्दाखेरि चल्ने अहिले पूर्णिमाले ह्यान्ड लिनुभएको थियो होइन तर यहाँ लाइन आउँदैन लाइन आउनु पर्ने 1 आउनु पर्दैन कन्ट्याक्टर बन्द हुँदा आउँछ यहाँ त्यो गर्न पाएन यहाँ दिनु 1 आउनु पऱ्यो नि त कन्ट्याक्टर बन्द हुन्छ नि एनसी त कन्ट्याक्टर बन्द हुँदा चल्ने हो अफ इन्डिकेटर यहाँबाट लियौँ अहिले हामीले एउटा एनसी DO 2 लिए अफ फरवर्ड एनसी लियौँ DO 0 DO 1 DO 3 अफ रिभर्स अफ ब्रेक भने यो एनो सबै बनाइदियो भने अन अफ इन्डिकेटर अनि ब्रेक पनि भयो होइन इनपुटतिरको त भइसक्यो यो DI 5 भनेको ब्रेक हो यो डोर हो DO 4 भनेको अपको लागि लिमिट स्विच DI 3 भनेको डाउनको लागि लिमिट स्विच DI 0 भनेको स्टप भयो DI 1 भनेको फरवर्ड हो DI 2 भनेको रिभर्स हो इनपुटतिरको आउटपुटतिरको 5वटा आउटपुटको इनपुट युज गर्नु पर्यो 3टा 5वटा इनपुटको युज गर्नु पर्यो 6वटा इनपुटको युज